सम्पूर्णमा नमस्ते। ऱ्यान्डम पोडकास्टको थर्ड एपिसोडमा चाहिँ सम्पूर्णमा स्वागत छ। म सुरेन थापा। आजको पोडकास्टमा हामीसँग जोडिनु भएको छ एउटा सामाजिक व्यक्तित्व, युवा युवा व्यक्तित्व सुनिल खत्रीज्यू। सुनिलजी, स्वागत छ तपाईँलाई। धन्यवाद। नमस्कार सम्पूर्णमा। के छ, आरामै हुनुहुन्छ? एकदमै सन्चै छु। खुल्ला भएर बोल भाइ, नभइकन। के छ दिनचर्या तपाईँको? बिहानदेखि साँझसम्मको चाहिँ दिनचर्या कसरी बितिरहेको छ? अहिले त यत्तिकै अब आफ्नै अब काममा अब सहकारीमा लागेको हुनाले अब अहिले चाहिँ सहकारीतिरै अब कामहरू गर्ने त्यतैतिर चाहिँ अहिले गइरहेको छ दिनचर्या। तपाईँ सहकारीमा पनि सञ्चालकमा हुनुहुन्छ होइन? सञ्चालकमा नै म एउटा व्यवस्थापक व्यवस्थापक र सञ्चालक एउटै होइन? सञ्चालक समिति भनेको बोर्ड मेम्बर हुनुभएको रे। म चाहिँ अब कर्मचारी तन्त्र ठिक छ। के छ सुनिलजी, अनि राजनीतितिर के छ तपाईँको अलिकति? राजनीतितिर चाहिँ मेरो त्यस्तो लागेर ठ्याक्क यो तपाईँको सानो इन्ट्रोडक्सनबाट चाहिँ ठ्याक्कै राजनीतितिर किन जोड भन्दाखेरिमा चाहिँ अब तपाईँ एउटा युवा पनि हुनुहुन्छ होइन, अन्डर 30 नै हुनुहुन्छ होला सायद, जेनजीकै आसपासमा होइन। यो उमेरको युवा चाहिँ अब देशमा केही गर्छु भनेर बसिसकेपछि कमसेकम अलिकति देशको लागि पनि केही सोच्यो होला पढे लेखेको युवाले भन्ने हिसाबले चाहिँ मैले ठ्याक्क राजनीतितिर पनि जोडिहालेँ। के छ त्यो राजनीतिप्रति तपाईँको के छ? केही राजनीतिप्रति चाहिँ मेरो धारणा चाहिँ अहिले नै त्यसरी राजनीतिप्रति गइहाल्ने त्यस्तो सोच चाहिँ छैन। त्यही पनि एउटा आस्था त आफ्नो एउटा आस्था त भइहाल्छ, त्यसलाई चाहिँ मैले आफूले त्यो लिएर हिँडेको साथमै छ। तर त्यो बाहिरी त्यो यसरी त्यो खुलेर रूपमा त्यो व्यक्ति राजनीतिमा लागेको चाहिँ छैन। भोलि अब यसो केही गर्नुपर्छ भन्ने हो, पढे लेखेको युवा हुनुहुन्छ होइन, त्यो चाहिँ सबैको मनमा नै हुन्छ। ठिक छ। तपाईँलाई कस्तो लाग्छ नेपालको अहिलेको राजनीति? यो चुनाव हुनुभन्दा अगाडिको त त्यस्तै नै थियो। अबको राजनीति चाहिँ युवाहरूको लागि कस्तो खालको हुनसक्छ? जस्तो कि मैले भन्दै गर्दा हिजोको दिनमा चाहिँ सबै बुढाखाडाहरूले मात्रै, जस्तो जसले चाहिँ अलि पार्टीलाई धेरै समयदेखि साथ दिँदै आए होइन, तिनीहरूले मात्रै साथ पाउने जस्तो कस्तो हुन्छ भने कोटाको हिसाबमा हुन्छ नि। अब अहिले चाहिँ कस्तो पढे लेखेको युवाहरू धेरै छन् नेपालमा होइन, केही गर्छु भन्ने खालीमा युवाहरूको लागि चाहिँ राजनीतिमा अवसर कस्तो छ जस्तो लाग्छ? यो जुन हाम्रो जेनजी आन्दोलनपछि जुन हाम्रो यो सरकार अहिले नयाँ गठन भयो, जुन चुनाव प्रतिनिधि चुनाव भयो, त्योबाट चाहिँ सरकारले जुन गर्नुपर्ने आफूले चाल्नुपर्ने कदमहरू चाहिँ अलिकति सकारात्मक दिशातिर चाहिँ लागेको मलाई पनि अनुभव भएको छ र कामहरू पनि त्यो एउटा सकारात्मक पक्षमै गइरहेको छ। अब कति कुरा गरौँ भने अब मान्छेले त्यो सेवा सुविधा ठुलो अब सपना एकैचोटि पुरा त हुँदैन, तर सामान्य कुराहरू पनि जनताले जुन पाउनुपर्ने साना जस्तै अब यो ब्युरोक्रेसी हाम्रो जुन सरकारी कामहरू हुन्छ त्यसमा पनि अलिकति जनताले चाहिँ सहुलियत चाहिँ पाएको हो भन्ने अलिकति मलाई चाहिँ आभास चाहिँ भएको छ। त्यो साथसाथै अहिले व्यवसायप्रति जुन हाम्रो उत्पादनमा जुन पहिला यो हाम्रो कारखानाहरू थियो त्यो चाहिँ अहिले बिस्तारै बन्द थियो, त्यो चाहिँ अलिक बिस्तारै सञ्चालनमा आउँदैछ। त्यो मलाई एकदम पोजिटिभ रेस्पोन्स राम्रै लागिरहेको। त्यो ठिकै पनि हो कि अब एकैचोटि 4-5 महिना 5 महिना भयो होला सायद होइन, सरकार आएको 5 महिना भएको छ। 5 महिनामा चाहिँ सर्वस्व उतिखेर नै छुमन्तर भनेर पनि हुने कुरो पनि होइन। लगभग सबै कुरो चाहिँ त्यो तरिकामा आउनको लागि चाहिँ 1-1.5 वर्ष पक्कै पनि लाग्छ होला। कोही केही कामहरू 5 वर्ष लाग्ला, कोही कामहरू अझै 10 वर्ष लाग्ला। त्यसमा तपाईँलाई एउटा अलिकति कमेडी क्वेसन पनि गरेँ है त। हजुर, भइहाल्छ नि। यदि तपाईँलाई अहिले त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू बालन शाह हुनुहुन्छ, बालन शाहको ठाउँमा चाहिँ तपाईँलाई यदि 2 दिनको लागि या 1 दिनको लागि तपाईँलाई यदि प्रधानमन्त्री बनाइन्थ्यो भने के गर्नुहुन्थ्यो? एउटा यो चाहिँ गर्थे है भनेर 1-2टा मात्रै यो चाहिँ गरिहाल्थ्यो तपाईँलाई होइन? सबै कुरा चाहिँ यो सरकारको चित्तै बुझ्छ भन्ने नै हुँदैन। सरकारले चाहिँ यति गरे भए चाहिँ हुन्थ्यो भने तपाईँको मनमा अलिकति लाग्यो यो चाहिँ मैले प्याटो गर्थेँ है भन्ने खाले त्यस्तो केही? त्यस्तो त्यो अब एकै दिनमा अब मैले गएर नि त्यो ठ्याक्कै कुनै पनि कार्यक्रम अब त्यो लिएर आउनलाई एकै दिनमा 2 दिनमा त त्यो हुँदैन, सम्भव त्यस्तो हुने खाले हुन्छ नि। कोही चिज त एउटा सिग्नेचरको भएर हुने पनि त छ नि, प्रधानमन्त्री भइसकेको छैन र होइन। त्यो दीर्घकालीन हुँदैन, त्यो आफूले एकचोटि गर्दैमा त्यो पछि निरन्तरता हुँदैन। यो चाहिँ मैले ट्याक्कै गर्थेँ है भन्ने कुरो एउटा ऱ्यान्डमली तपाईँलाई क्वेसन सोधिहालेँ। अब त्यसरी भन्दाखेरि त मैले अब देशको विकास गर्नको लागि अब त धेरै कुराहरू छन् अब त्यस्तो गर्न पर्ने चाहिँ। भनेपछि तपाईँलाई मैले तपाईँको अलिकति विचार अनुसार चाहिँ राजनीतिको क्वेसन खासै नगर्दा चाहिँ ठिक लाग्यो। ठिक छ, अलिकति रमाइलो कुराहरू पनि गरौँ।
तपाईँलाई अब टेक्नोलोजीको यस्तो जमाना छ होइन, एक हजुर। हप्ताको लागि मात्रै मोबाइल निषेधित गरियो भने तपाईँ कस्तो फिल गर्नुहुन्छ के? अहिले चाहिँ यो जुन यो 21औँ शताब्दीमा चाहिँ यो अब जुन यो प्रविधि यो टेक्नोलोजीले चाहिँ हामीलाई धेरै नै राम्रो कुरा साथ अब जे कुरा पनि राम्रो नराम्रो दुई पक्ष हुन्छन्। अब धेरै कुरा म त अब आफ्नो कामप्रतिमा पनि अब मलाई यो टेक्नोलोजी नभइकन कामै नहुने भएको हुनाले चाहिँ म चाहिँ यो मेरो सबै मेरो काम जति सबै रोकिन्छ यो टेक्नोलोजी भनेपछि पृथ्वी नै स्टप भयो जस्तो फिल चाहिँ हुन्छ तपाईँलाई? पृथ्वी मेरो कामहरू सबै रोकिन्छ, आफूले गर्नुपर्ने काम कर्तव्यहरू सबै स्तब्दै हुन्छ। थोरै घराइसी कुरोतिर जाऊँ है। घरमा हुकुमत कसको चल्छ, बुढा कि बुढी? त्यो त सबैको मैले अब मेरै चल्छ भने पनि त्यो वास्तवमा चल्ने सबै श्रीमतीकै हो। ठिक छ, सबै कुरो घरको सबै कुरो चाहिँ श्रीमतीले सम्हाल्ने भएको भएर पनि प्रायः जसो प्रायः होइन। अलिकति अब हामी ऱ्यापिड फायरतिर चाहिँ जाऊँ है। फ्याट 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 ओके। चिया कि कफी? मैले दुइटै लेख्दिनँ, तर एकदमै दुइटामा रोज्न परे चाहिँ मैले कालो चियै लेख्छु। चिया। सहर कि गाउँ? मलाई गाउँमै ठिक लाग्छ। व्यवसाय कि राजनीति कि? मलाई व्यवसायमा मनपर्छ। यसमा थोरै अलिकति मात्रै केही भन्न सक्नुहुन्छ? मलाई व्यवसाय, मलाई इन्टरप्रिन्योरसिप अलिकति राजनीति भन्दा नि आफूले चाहिँ व्यवसाय गरेर अलिकति आफ्नो ठाउँ बसालेर बल्ल राजनीतितिर जान चाहिँ मलाई त्यो इच्छा लाग्छ। युवालाई एउटा राम्रो सन्देश पनि छ होइन। देश कि विदेश? मलाई देश, आफ्नो देश आफूलाई प्यारो होइन। हजुर मलाई एकदम माया लाग्छ। ठिक छ, धेरै रमाइलो कुराकानी भयो। जहाँ जाँदा एउटा लास्ट क्वेसन सोध्छु म तपाईँलाई होइन। अब नेपालको युवालाई छोटकरीमा एउटा सन्देश के दिन चाहनुहुन्छ अहिलेको युवालाई, पढे लेखेको युवालाई? यो अहिले चाहिँ एकदमै हाम्रो देशमा चाहिँ धेरै जसो धेरै पढे लेखेका युवाहरू युवतीहरू चाहिँ बाहिर जाने एकदम यो छ है, प्रचलन जस्तो छ। नेपालमा केही नै छैन। नेपालमा हुन त एउटा यो आशै नभएर अब केही हुन्न भनेरै अब मलाई त कस्तो लाग्छ, गर्दै नगर्दा त्यो नेपालमा गर्छु भन्ने त्यो मान्छेहरूले नै राख्न छोडिसक्यो जस्तो लाग्छ है। यस्तो नि भयो। अब जुन हाम्रो यो राजनीतिक अस्थिरता थियो जुन योभन्दा पहिला, त्यसले गर्दाखेरि पनि मान्छेलाई चाहिँ त्यो माइन्डसेट नै अहिले चाहिँ 12 पढिसकेपछि चाहिँ नेपालमा हुँदैन बाहिरै जानुपर्छ भन्ने माइन्डसेट भएको हुनाले नै त्यो तरिकाको हो। बिस्तारै अब देशमा नै विकसित हुँदै गयो, उत्पादन त्यही अनुसारले हुँदै गयो, मान्छेले आफ्नो रोजगारी पाउन थाल्यो भने बिस्तारै नेपालमा पनि त्यो बस्ने वातावरण बन्छ, बिस्तारै मान्छेहरू रुचाउनुहुन्छ। अवसर छ अहिले, अवसरलाई गर्नु पर्यो, आफू नै आत्मनिर्भर चाहिँ हजुर मेहनत गर्छु भन्ने चाहिँ आत्मनिर्भर हुनु पर्यो। हजुर ठिक छ सुनिलजी, आजको कार्यक्रममा यति समय दिनुभयो, धेरै धेरै धन्यवाद। सम्पूर्णमा फेरि पनि अब म आइसकेँ। जाँदा जाँदै हाम्रो यो 3rd एपिसोड कतिलाई मनपर्छ कमेन्ट गर्नुहोला। 4th एपिसोडमा चाहिँ अब हामीले लगभग अहिलेसम्म चाहिँ गाउँकै व्यक्तित्वहरूलाई समावेश गरिरहेको छ। अब चाहिँ हामीले अलिकति त्यस्तै खालको व्यक्तित्वहरूलाई चाहिँ जिम्मेवारी तहमा रहेको व्यक्तित्वहरूलाई ल्याएर चाहिँ हामीले कुराकानी गर्नेछौँ। त्यतिखेरसम्म चाहिँ सबैजनाले माया गर्नुहुन्छ भने आशा गर्दै यो कार्यक्रमबाट म सुरेन थापा बिदा हुन चाहन्छु। हस्त।